भोलि मार्च 3 को इक्लिप्समा चाहिँ हजुरहरूले के कुरा चाहिँ ध्यान दिनुपर्ने हुन्छ. दिस भिडियो इज गोइङ टु बी भेरी हेल्पफुल एन्ड भेरी इन्फर्मेटिभ. ओके, सो भिडियोलाई चाहिँ एन्डसम्म हेर्नु होला एन्ड डोन्ट फर्गेट टु फलो मी, लाइक द भिडियो एन्ड सेयर टु द पिपल. ओके, सो या मार्च 3 इक्लिप्स छ, फुल मुनको दिन. आजको दिन चाहिँ हजुरहरूले कुनै पनि विश म्यानिफेस्ट नगर्नु. कुनै पनि वाटर म्यानिफेस्टेसन टेक्निक होस् अथवा लाइक विश राइटिङ म्यानिफेस्टेसन, बेलिफ, जर्नलिङ, रिचार्जिङ, चार्जिङ योर क्रिस्टल, वाट एभर इट इज नट गोइङ टु वर्क आउट. ओके, बिकज इक्लिप्सको टाइममा चाहिँ हजुरहरूले एनर्जी क्लियर गर्ने हो क्या, आफ्नो लाइफबाट रिलिज गर्ने हो, निकाल्ने हो. ओके, बिकज अफ द्याट हजुरहरूले यस्तो केही पनि रेमेडी आफ्नो लाइफमा अट्र्याक्ट गर्ने टेक्निकहरू म्यानिफेस्टेसन चाहिँ नगर्नु. इन्स्टेड हजुरहरूले यो इक्लिप्सको दिन चाहिँ गर्नुपर्ने भनेको रिलिज क्या, आफ्नो लाइफमा के त्यस्तो आफ्नो टक्सिक ह्याबिटहरू रिलिज गर्नुपर्ने छ कि टक्सिक रिलेसनसिप, कोही मान्छेले आफूलाई दुःख दिइरहेको छ, कुनै केस रिलेटेड प्रब्लम छ, वाट एभर इट इज, आफ्नो लाइफमा दुःख कुनै प्याटर्नमा स्टक हुनुहुन्छ, केही कुरालाई लाइफबाट निकाल्न चाहनुहुन्छ भने त्यसलाई एउटा पेपरमा लेख्नु ब्ल्याक पेनले, त्यसपछि त्यसलाई जलाइदिनु, बर्न भएको एसेसलाई स्काईमा ब्लो गरिदिनु एन्ड से टु द इक्लिप्स लाइक आम रिलिजिङ एभ्री नेगेटिभिटी, ब्लक, अब्स्टिकल्स, हर्डल्स जुन मेरो लाइफमा आएको छ भनेर. ओके, अनि सेकेन्ड कुरा भनेको हजुरहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि वी आर इन अ जम्पिङ टाइम लाइन. सो कि सो हाम्रो रियालिटी, हाम्रो एनर्जी चाहिँ चेन्ज हुँदैछ कि. सो यो टाइम लाइनमा हजुरको लाइफमा कसैले हजुरलाई छोडेर जान्छ, फ्रेन्डसिप टुट्यो, रिलेसनसिप ब्रेक भयो, जबबाट निक्लिनु पर्यो, केही भयो जुन चाहिँ आफूलाई एकदम दुःख दिइरहेको छ भने चाहिँ त्यो राम्रोको लागि हुन्छ, त्यसलाई रिलिज नै गरिदिनु. डोन्ट गो आफ्टर फिक्सिङ इट. ओके, अहिले मार्च 3 मा चाहिँ फाइट नगर्नु होला, द्याट इज गोइङ टु अट्र्याक्ट नेगेटिभ एन्ड इन्भियस एनर्जी आफूतिर. सो अब यो 333 पोर्टलमा पनि छ. ओके, बिकज अफ द्याट मार्च 3 3 सो 333 पोर्टलमा छ. त्यही भएर हजुरहरूले ठ्याक्क 3:33 हजुरहरूले आफ्नो लाइक घरमा भएको आफ्नो स्पेसहरू क्लिन गर्नु के, जस्तो हल्का सफा गर्नु, आफ्नो रुम सफा गर्नु, क्लियर गर्नु, मिलाउनु, जस्ट एउटा इन्डिकेसन देखाउनु कि यु आर अट्र्याक्टिङ अ गुड एनर्जी बाई रिलिजिङ समथिङ द्याट नो लङ्गर सर्भ्स यु जस्ट टु द युनिभर्स. ओके, इट इज अप्सनल. हजुरहरूले चाहिँ आफ्नो घर सफा गर्नुपर्ने हुन्छ या. ओके, एन्ड देन एट द सेम टाइम हजुरहरूले रिलिज गर्नु पऱ्यो कि सबै कुराहरू, प्याटर्न, नेगेटिभिटी, जर्नल गरेर लेखेर बर्न गरिदिनु एन्ड यु आर गोइङ टु ब्रेक एनी टक्सिक लाइक प्याटर्न. ओके, क्लियरिङ नाइट हो यो इक्लिप्स भनेको मार्च 3. सो हजुरहरूले आफ्नो लाइफमा ग्रोथ अट्र्याक्ट गर्नु छ भने फर्स्टमा क्लियर पनि गर्नु पर्यो नि त ब्याड लक, नेगेटिभिटीहरू जुन आफ्नो लाइफमा छ. सो यु आर गोइङ टु क्रिएट अ स्पेस टु अट्र्याक्ट समथिङ द्याट यु डिजर्भ, राइट? बिकज अफ द्याट यो इक्लिप्स एकदम नै पावरफुल छ टु क्लियर द नेगेटिभ एनर्जी. एट द सेम टाइम फिमेलको लागि चाहिँ हजुरहरूको अब आफ्नो कपाल काट्नुपर्ने छ. लाइक इफ यु वान कट यर हेयर. ओके, अब आफ्नो बर्थ डेट अनुसार चाहिँ मार्च 3 मा काट्न मिल्दैन भने चाहिँ नकाट्नु. बट इफ हजुरको त्यस्तो केही प्रब्लम छैन भने चाहिँ आफ्नो जुन रुट एरियाहरू हेयर कट गर्ने हो भने हजुरको नेगेटिभ एनर्जिजहरू पनि जान्छ कि, बिकज हेयर पनि फेमिनाइन एनर्जीसँग एकदमै कनेक्ट हुन्छ, राइट? सो हजुरहरूले आफ्नो हेयर कट गर्न सक्नुहुन्छ, रुट जस्ट तलको काट्ने. ओके, एन्ड देन that is also going to release a negative energy. Okay, so do this, follow this, and then let me know what is going to happen and take care of yourself. And for personal reading or guidance, my WhatsApp, Instagram ma message garna sakनुहुन्छ. Take care.